वारी जमुना पारी जमुना जमुनाको फेदैमा मनकामा। नमस्कार विद्यार्थी भाइ बहिनीहरू, मेरो स्वर त त्यति राम्रो छैन, त्यही पनि आज तिमीहरूलाई एउटा लोकगीतले चाहिँ मलाई स्वागत गर्न मन लाग्यो। तिमीहरूलाई डिजिटल सोशल एकाडेमी कक्षामा म स्वागत गर्न चाहन्छु। आज मैले किन लोकगीत गाउँदै आएँ होला त? आज हामी नेपालको लोकगीतहरूको बारेमा छोटो छलफल गर्दैछौँ है त। अब सुरु गरौँ। हाम्रो लोकगीत भनेको के हो त भन्दाखेरि हाम्रा लोकगीत भनेको चाहिँ जनमानसमा परम्परादेखि गाउँदै र चल्दै आएको मौलिक गीतहरूलाई नै हामी के भन्छौँ त? लोकगीत भन्छौँ। हाम्रा यी लोकगीतहरू लोक संस्कृतिसँग सम्बन्धित हुन्छन्। हाम्रा यी लोकगीतहरूले कुनै पनि ठाउँको चाहिँ बारेमा बखान गर्छन्, जनजीवनको बारेमा, पुरानो हाम्रो चाहिँ पुर्खाहरू कसरी बसेका थिए, उनीहरूको दुःख पीडा, उनीहरूको अभिव्यक्तिहरू सबै केबाट हुन्थ्यो त? लोकगीतको मार्फतबाट हुन्थ्यो है। त्यसै गरी हेर त, लोकगीत स्थानीय स्तरमा सिर्जित, यो चाहिँ स्थानीय बासिन्दाहरूले नै बनाएका हुन्छन् है, र सङ्कलित कलात्मक अभिव्यक्तिको एउटा माध्यम हो। लोकगीतले मानिसका सुख दुःख, पीडा, उमङ्ग र सम्पूर्ण लोकजीवनको अनुभव र अभ्यासलाई समेटेको हुन्छ। हाम्रो समाज कस्तो थियो भन्ने कुरा त्यो बेलाका लोकगीतहरू हामीले यसो सुन्ने हो भने हामी त्यसलाई चाहिँ थाहा पाउन सक्छौँ है। अब लोकगीतहरू कुन कुन छन् त? हेर त, धेरै लोकगीतहरू छन्। हाम्रो क्षेत्र विशेषको लोकगीतहरू छ, हो कि होइन? विभिन्न क्षेत्रका विभिन्न लोकगीतहरू छन्, विभिन्न जातिका विभिन्न लोकगीतहरू छन्। अब ती सबैलाई त समेट्न सकिँदैन। अब हाम्रो देशमा 142 जना चाहिँ जात जातिहरू छन्। अब उनीहरूको आफ्नै लोकगीत होला, हो कि होइन? अब सबै कुरा त हामी यहाँ समेट्न सक्दैनौँ। त्यसैले केही नेपाली लोकगीतहरू चाहिँ मैले यहाँ समेट्ने प्रयास गरेको छु है। जस्तै तामाङ सेलो। तामाङ सेलो भनेको तामाङ जातिको लोकगीत हो है। त्यसै गरी अर्को छ खैजडी भजन। खैजडी भजन भनेको चाहिँ यो विभिन्न धार्मिक कार्यक्रममा एकजनाले भट्याउने अनि अरूले चाहिँ पछि पछि गाउने जुन भजन छ त्यसलाई चाहिँ हामी खैजडी भजन भन्छौँ। जस्तो भाइ बहिनीहरूले सुनेको होला कहिलेकाहीँ, नारायण हरि हरि कृष्ण त गए वृन्दावन भन्ने यसरी चाहिँ लय गाउँदै गाउँदै गाइन्छ नि, हो त्यो चाहिँ के हो त? खैजडी भजन हो। यसमा चाहिँ के हुन्छ भने भगवानका जुन कथाहरू छन् नि, त्यो कथालाई चाहिँ भजनको मार्फत चाहिँ गाइन्छ। एकजनाले भट्याउने हो अनि अरूले चाहिँ नारायण हरि हरि जोड्दै अनि त्यसलाई चाहिँ पछि पछि पछ्याउँदै जाने हो है। अर्को रहेको छ झ्याउरे गीत। यो झ्याउरे गीत भनेको चाहिँ गाउँघरमा चाहिँ मेलापात गर्ने बेलामा, घाँस दाउरा गर्ने बेलामा चाहिँ यो गाइने गीत हो है। त्यसै गरी अर्को रहेको छ असारे गीत। असारे गीत भनेको चाहिँ जुन खेती गर्ने बेला हुन्छ नि, अब त्यो खेती गर्ने बेलामा सबैजना त्यहाँ भेला भएका हुन्छन् अनि धान रोप्दै गाउँदै गर्ने गीत हुन्छ नि, हो त्यो के हो त? असारे गीत हो। त्यसै गरी अर्को रहेको छ तीजको गीत है। तीज गीत। तीज गीत भनेको तीजको अवसरमा महिलाहरूले गाउने गीत हो। अब अहिले फेरि तिमीहरू जुन यो तीजको गीतहरू सुन्छौ नि, त्यो फेरि हाम्रो लोकगीत होइन नि। यहाँ त अहिले साडी र गहना बाहेक केही हुँदैन गीतमा, हो कि होइन? अझ कुनै कुनै गीतमा त के गीत हो भन्ने कुरा पनि हामीलाई थाहा हुँदैन तीजको। तर खासमा जुन हाम्रो तीज जुन लोकगीत छ नि, पहिला पहिला बनेका तीजका गीत छ नि, तिनीहरू साह्रै मार्मिक हुन्छन्। त्यसलाई सुन्दाखेरि महिलाहरूले चाहिँ आफ्नो घरमा पाएको दुःख सुख सबै कुरा समेटेर उनीहरू माइती आएको बेलामा चाहिँ साथीभाइ सबै भेला भएको बेलामा आफूले भोगेका कुराहरू गीतको मार्फत गाउँथे। बुझ्यो कि बुझेन? हो, त्यसरी चाहिँ एउटा मार्मिक गीत हुन्थ्यो। अब अहिलेको तीजको गीत सुन्ने हो भने त कहिलेकाहीँ त के गाएको भन्ने कुरा पनि बुझिँदैन। त्यो चाहिँ फेरि हाम्रो लोकगीत होइन नि है। अर्को रहेको छ होरी गीत है। होरी गीत भनेको यो चाहिँ हाम्रो तराईका जनजातिहरूले चाहिँ होलीको समयमा, होली पर्व मनाउँदाखेरि गाउने गीत हो है। त्यसै गरी अर्को रहेको छ पालम गीत। यो पालम गीत भनेको चाहिँ जुन हाम्रो पूर्वी पहाडमा लिम्बू जातिहरू बस्छन् नि,
हो, ती लिम्बू जातिहरूले गाउने गीत हो। त्यसै गरी अब पूर्व क्षेत्रको गीतहरू चाहिँ पूर्वेली गीत भन्छौँ हामी। अनि त्यसै गरी नेपालको सुदूरपश्चिममा चाहिँ देउडा गीतहरू गाइन्छ। यसरी नेपालको विभिन्न क्षेत्रमा हामीले चाहिँ विभिन्न प्रकारको लोकगीतहरू चाहिँ सुन्न पाउँछौँ। अब हाम्रा यी लोकगीतहरू किन महत्त्वपूर्ण छन् त? एकचोटि यसलाई हेरौँ है त। हेर त, लोकगीत हाम्रो पुर्खाको परम्परा र संस्कृतिलाई जीवन्त राख्न सहयोग गर्दछ र नेपालको पहिचानलाई विश्व सामु चिनाउन पनि यसले के गर्छ त? मद्दत गर्दछ, हो कि हैन? हाम्रो लोकगीत भिन्न खालको छ नि त अरू देशभन्दा। यसले चाहिँ हाम्रो छुट्टै पहिचान हामीले चाहिँ विदेशमा पनि बनाउन सक्छौँ। अनि यी लोकगीतहरू भनेको त हाम्रो पूर्वजले ऊ बेलामा बनाएको लयहरूलाई समावेश गरेर त्यसैको निरन्तरता दिने हो नि त, हो कि होइन? यसरी चाहिँ यसले के गर्छ त? हाम्रा पुर्खाले बनाएको जुन संस्कृति थियो त्यसलाई जीवन्त राख्न, जिउँदो राख्न चाहिँ हामीलाई के गर्छ त? सहयोग गर्दछ है। त्यसै गरी अर्को रहेको छ, लोकगीत समुदायलाई तनाव र चिन्ताबाट मुक्त गराउने एक मौलिक तरिकाको मनोरञ्जनको माध्यम पनि हो। अब हेर है, सङ्गीतले मानिसहरूलाई जहिले पनि के गर्छ त? शान्ति प्रदान गर्छ, मनमा खुसी लिएर आउँछ, हो कि हैन? अहिलेको समयमा यी विभिन्न कुराहरू, यी विभिन्न साधनहरू हुँदाखेरि त हामीलाई सङ्गीत सुन्दा कति आनन्द लाग्छ हैन? झन् त्यो बेलामा त न यी मोबाइल फोनहरू थिए, न टेलिभिजनहरू नै थिए, न अहिलेका जस्तो यी चाहिँ विभिन्न च्यानलहरू नै हुन्थे, हो कि हैन? त्यस्तो अवस्थामा मनोरञ्जनको स्रोत के थियो त भन्दाखेरि यिनै लोक सङ्गीतहरू हुन्। मानिसहरू चौतारीमा भेला हुन्थे, त्यहाँनिर चाहिँ गीत गाउँथे, नाच्थे त्यो गीतमा। यसरी समुदायले चाहिँ आफ्नो तनावहरू चाहिँ बिर्सिन्थ्यो क्या, त्यो बिर्सिने एउटा माध्यम पनि हो। त्यसै गरी लोकगीतहरू एक पुस्ताबाट अर्को पुस्तामा हाम्रो परम्परालाई हस्तान्तरण गर्ने एउटा माध्यम पनि हो। किनभने लोकगीत भनेको त हाम्रो संस्कृति हो नि त। लोकगीत भनेको त हाम्रा पुर्खाले हामीलाई हस्तान्तरण गरेको एउटा परम्परा हो कि हैन? त्यसलाई हामीले के गर्छौँ? ती परम्परालाई अब एउटा पुस्ताबाट अर्को पुस्तामा, अघिल्लो पुस्ताबाट हामीमा आयो, अब हामीबाट अब आउने पुस्तामा चाहिँ त्यो के हुन्छ त? हस्तान्तरण हुन्छ। यसरी यसले हाम्रो संस्कृतिको संरक्षण गर्नमा पनि सहयोग गर्छ है। अनि लोकगीतले सामाजिक एकतालाई मजबुत बनाउन पनि ठुलो सहयोग गर्छ। अब लोकगीत गाउने क्रममा मानिसहरू भेला हुन्छन्, सँगै बसेर त्यहाँ गीत गाउँछन्, मनोरञ्जन गर्छन्। अब यसले के हुन्छ त? समाजमा एकता कायम गर्न सजिलो हुन्छ नि त हैन? सामाजिक एकता कायम गर्छ। त्यसै गरी लोकगीतले हाम्रो मूल्य मान्यता र संस्कृति उजागर गर्दछ। हाम्रो समाजको मूल्य मान्यता के हो, हाम्रो संस्कृति के हो, त्यसलाई दर्शाउने काम गर्दछ नि त लोकगीतले हैन? अब हेर त, यहाँनिर लोकगीत हाम्रा मौलिक पहिचान हुन्, यसलाई प्रश्न पार्नुहोस् भनेर यस्ता खालका प्रश्नहरू हाम्रो एससीमा सोध्ने पनि गरिन्छ। अब हेर त, यसलाई हामीले कसरी भन्ने हाम्रो पहिचान हो? यहाँ हेर है त, लोकगीत कुनै न कुनै समुदायको भाषालाई प्रतिनिधित्व गरेको पाइन्छ। अब लोकगीतहरूले चाहिँ के गर्छ त? समुदायको भाषालाई प्रतिनिधित्व गर्छ, किन त्यही भाषामा लोकगीत बन्छ नि त। जस्तो नेवारहरूको लोकगीत नेवारी भाषामा बनेको हुन्छ, हो कि हैन? राईहरूकोमा राई भाषा समावेश गरेको हुन्छ, तामाङ सेलोमा तामाङ भाषा समावेश गरिएको हुन्छ। यसरी के हुन्छ त? लोकगीतले त्यो समुदायको भाषालाई पहिचान गर्छ कि गर्दैन हो है? त्यसै गरी लोकगीतहरू स्थान विशेष फरक हुन्छन्। यसले चाहिँ स्थान या क्षेत्रलाई पनि प्रतिनिधित्व गर्छ, कुनै स्थान वा क्षेत्रको पनि पहिचान समेटेको हुन्छ। जस्तै सुदूरपश्चिममा गाइने देउडा गीत, तराईमा गाइने होरी गीत, हो कि हैन? नेवार, यो काठमाडौँ उपत्यकामा नेवारी समाजमा गाइने नेवारी गीत, पूर्वमा गाइने पूर्वेली गीत। हेर त, यसले चाहिँ ठाउँ विशेषको पहिचानलाई पनि समेट्यो कि समेटेन? त्यसै गरी लोकगीतले जाति विशेषको पहिचान पनि बोकेको हुन्छ। अब सकेला नृत्यले राई जातिको के गरेको हुन्छ त? उनीहरूको चाहिँ पहिचान बोकेको हुन्छ। तामाङ सेलोले तामाङ जातिको, नेवारी गीतले नेवार जातिको चाहिँ कि पहिचान समेटेको हुन्छ। यसरी यसले जाति विशेषको पहिचान पनि संरक्षित गर्छ र त्यो पहिचानलाई पनि दर्शाउने काम गर्छ। त्यसै गरी लोकगीतले तत्कालीन समाजको अवस्थाको झल्को पनि दिएको हुन्छ है। गीत मार्फत चाहिँ विगतका
समयमा भएका सामाजिक अवस्थाको बारेमा बोलिएको हुन्छ। अब के हुन्छ, ती गीतमा चाहिँ मानिसहरूले त्यो बेलाको समाज कस्तो थियो भन्ने कुरा त त्यो गीतमा समावेश गरिएको हुन्छ नि। अनि यसले चाहिँ के हुन्छ, तात्कालीन समाज, त्यो बेलाको समाज कस्तो थियो त भन्ने कुराको बारेमा पनि हामीलाई जानकारी प्रदान गर्दछ। अब हेर त, लोकगीत कति महत्त्वपूर्ण छन् नि हामीलाई। पर्यटन व्यवसायलाई प्रवर्धन गर्न पनि लोकगीत चाहिन्छ, हाम्रो पहिचानको संरक्षण गर्न पनि हामीलाई लोकगीत चाहिन्छ। यति महत्त्वपूर्ण छ नि लोकगीत है। तर अहिलेको अवस्था हेर त, अहिलेको अवस्थामा युवा पुस्ताहरू चाहिँ विदेशी गीतप्रतिको जुन आकर्षण छ नि युवा पुस्ताको, यसले गर्दाखेरि चाहिँ हाम्रा लोकगीतहरू लोप हुने अवस्थामा पुगेका छन्। त्यति मात्र होइन, हाम्रा कतिपय लोकगीतहरू त के भएका छन् त, अहिलेका नयाँ पुस्ताले त पुरै रिमिक्स गरेर सुनाउँछन्। अनि त्यसरी रिमिक्स गर्दाखेरि त्यो जुन लोकगीतको आफ्नो एउटा महत्त्व हो नि, त्यो त हराएर जान्छ नि त, उसको त अस्तित्व नै हराएर जाने भयो नि त, होइन त। त्यसमा अब आधुनिक सङ्गीत, आधुनिक तरिकाले हाल्दाखेरि हाम्रो लोकगीतको अस्तित्व नै हराएर गयो नि त है। अनि हाम्रो के छ भने, लोक गायकहरूको चाहिँ पारिश्रमिक पनि त्यति साह्रो राम्रो भएको देखिँदैन र उनीहरू चाहिँ गायकहरू आफै पनि लोकगीतप्रति त्यति आकर्षित भएको देखिँदैन। अब उनीहरू गायकहरू नै आकर्षित नभएपछि अब नयाँ पुस्ताले कसरी त्यो पेसा अप्नाउने? अनि नयाँ पुस्ताले नअप्नाएपछि अनि हाम्रो लोकगीत हेर त कहाँ जान्छ, हराएर जान्छ कि जाँदैन? त्यसैले यसको संरक्षण गर्नु एकदमै महत्त्वपूर्ण छ। अब सुरुमा हाम्रा लोकगीतको संरक्षण गर्न तिमीहरू जस्तो विद्यार्थी भाइ बहिनीले कस्तो भूमिका खेल्न सक्छौ त? एकचोटि यसलाई हेरौँ है त। हेर त, लोकगीत संरक्षणमा तपाईको भूमिका के हुन सक्छ त भन्दा, तिमीहरूले के गर्न सक्छौ त लोकगीतको संरक्षणमा भन्दा, विद्यालयमा हुने सांस्कृतिक कार्यक्रममा लोकगीत प्रतियोगिताको आयोजना गर्न सकिन्छ। अब हामीले चाहिँ विद्यालय प्रशासनलाई भन्न सक्छौँ, कुनै पनि हाम्रो स्कुलमा चाहिँ सांस्कृतिक कार्यक्रम भयो भने लोकगीतको प्रतियोगिता राखौँ। अब प्रतियोगिता भएपछि त तिमीहरू जस्तो नयाँ पुस्ताले त प्रतियोगिताको लागि मात्र भए पनि लोकगीत त सिक्छौ नि, जबरजस्ती भए पनि कमसेकम तिमीले सिक्यौ नि त। यसले संरक्षण हुन्छ नि त हाम्रो लोकगीतहरू, होइन? त्यसै गरी आफ्नो समुदायका चाडपर्व, मेला, उत्सव आदिको अवसरमा लोकगीतलाई प्राथमिकता दिने। अब हाम्रो विवाह हुन्छ, व्रतबन्ध हुन्छ, अनेक किसिमका हाम्रो चाहिँ घरमा चाहिँ के हुन्छ, कार्यक्रमहरू हुन्छ, यस्तोमा हामीले लोकगीतलाई प्राथमिकता दिनु पर्यो, हो कि होइन? अहिलेका आधुनिक गीत भन्दा हामीले लोकगीतलाई प्राथमिकता दिने हो भने त जति लोकगीत बज्छ उति हाम्रो कानले सुन्छ, जति सुन्छ हाम्रो कानले अनि बल्ल नै हाम्रो मुखमा आउँछ। अनि हाम्रो मुखमा आइसकेपछि के हुन्छ, हामी त्यसलाई गाउँछौँ, मन पराउन थाल्छौँ, गाउने क्रममा त्यो संरक्षित हुँदै जान्छ, होइन त? त्यसै गरी आफ्नो विद्यालयमा लोकगीत, लोकबाजा र लोक नृत्यका कक्षा सञ्चालन गर्नुपर्छ भनेर विद्यालय प्रशासनलाई दबाब दिन सकिन्छ। अब अचेल विद्यालयहरूमा पनि त म्युजिकल इन्स्ट्रुमेन्टको एउटा कक्षा नै हुन्छ नि, हो कि होइन? अब त्यस्तोमा हामीले गिटार, ड्रम सेट सिक्नुको साटो, भयोलिन सिक्नुको साटो हामीले मादल बजाउन सिक्ने, बाँसुरी बजाउन सिक्ने, सारङ्गी सिक्ने। हेर त, जब हामीले हाम्रा चाहिँ लोकबाजाहरू बजाउन सिक्छौँ नि, लोकबाजा सँगसँगै हामी लोकगीत पनि त गुनगुनाउँछौँ नि, गुनगुनाउँदैन त? अनि यसले हाम्रो लोकगीतको पनि संरक्षण गर्छ। त्यसै गरी सामाजिक सञ्जालका माध्यमबाट लोकगीतका विषयमा जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्ने र हाम्रो आफ्नो सामाजिक सञ्जालमा पनि हामीले लोकगीतलाई पोस्ट गर्दै जाउँ त। त्यो भएपछि हाम्रो लोकगीत भाइरल हुँदैन त? भाइरल भएपछि सबैको मुखमा हुन्छ नि त। त्यो भनेको त हाम्रो लोकगीत संरक्षण हुनु हो नि त, हो कि होइन? अब यो त भयो विद्यालय हामीले के गर्न सक्छौँ। अब त्यसै गरी समुदायले के गर्न सक्छ त लोकगीत संरक्षणको लागि? हेर, समुदायले आफ्नो समुदायमा बेला मौकामा लोकगीतको कार्यक्रमहरू आयोजना गर्ने, प्रतियोगिताहरू आयोजना गर्ने। त्यसै गरी समुदायले अर्को महत्त्वपूर्ण कुरा के गर्नुपर्छ भने नि, आफ्नो समुदायमा भएका लोक गायकहरू जुन छ नि उनीहरूको सम्मान गर्ने। बुझ्यो कि बुझेन? उनीहरूको सम्मान गर्नु पर्यो। त्यो गर्यो भने पनि के हुन्छ त, उनीहरू चाहिँ कति प्रोत्साहित हुन्छन् नि त। प्रोत्साहित भएपछि उनीहरू झन् बढी लोकगीतहरू गाउँछन्, बनाउँछन्। यसरी हामीले चाहिँ लोकगीतको संरक्षण गर्न सक्छौँ। अब त्यसै गरी सरकारले के गर्न सक्छ त? सरकारले के गर्न सक्छ? सरकारले के भन्नु पर्यो भने मिडियाहरूलाई पनि, सरकारको जुन यी सञ्चार माध्यमहरू छन् नि, सञ्चार माध्यमहरूलाई पनि दैनिक रूपमा लोकगीत चाहिँ बजाउनै पर्ने
अरू कार्यक्रमका साथसाथै लोकगीत पनि बजाउनै पर्ने भनेर चाहिँ सरकारले नियमै बनाउन सक्छ नि त। अब प्रत्येक च्यानलहरूले दिनको 2टा 3टा मात्रै भए पनि लोकगीत बजायो भने त्यो लोकगीत त हाम्रो कानमा परिरहन्छ नि त। कानमा परेपछि के हुन्छ त, अनि हामी बिस्तारै गुनगुनाउन थाल्छौँ। त्यो गुनगुनाएपछि के भयो त, त्यो संरक्षित भयो नि त, हाम्रो माझमै रहने भयो नि त हाम्रो लोकगीत, हो कि होइन। अनि सरकारले लोक गायकहरूलाई पनि के गर्नु पर्यो त, प्रोत्साहित गर्नु पर्यो, उनीहरूलाई रोजगारीको अवसरहरू सृजना गर्नु पर्यो है। यसरी चाहिँ हामीले के गर्न सक्छौँ त, सबैजनाले हातेमालो गरेर जाने हो भने चाहिँ अनि बल्ल हामीले हाम्रो लोक संस्कृति, हाम्रो लोकगीतलाई हामीले चाहिँ संरक्षण गर्न सक्छौँ। ल त विद्यार्थी भाइ बहिनीहरू, आजको यस कक्षामा हामीले लोकगीतको बारेमा छलफल गर्यौं। लोकगीत किन महत्त्वपूर्ण छ र यसलाई हामीले कसरी संरक्षण गर्न सक्छौं भन्ने कुराको बारेमा पनि छलफल गर्यौं। तिमीहरूलाई यो भिडियो कस्तो लाग्यो मलाई कमेन्ट मार्फत जानकारी दिनु है। अनि यो भिडियोलाई लाइक, शेयर र सब्स्क्राइब गर्न चाहिँ नबिर्सनु। धन्यवाद।